मेरो नाम बुद्धि कुमारी महतो, माडी 1 नगरपालिका गर्दी। त्यति बेला के अरे मेरो त बिहे दर्ता नि भयो थिएन, नागरिकता पनि भयो थिएन। घरमा ससुरा सासूहरूलाई सबैलाई भने दिएन मलाई नागरिकता। त्यति अनि ससुराको नागरिकता अनि आफ्नो बुवाको नागरिकता लिएर गएँ। अनि भन्यो श्रीमानको नागरिकता चाहिन्छ अरे। नागरिकता मैले भने नागरिकतै दिए छैन, के गर्ने त अब, किन दिए छैन। अब अर्को बिहा गरे मलाई त नागरिकतै दिएन। नागरिकता माग्दा के अरे दिएन भने। अनि आफ्नो खाता पल्टाएर अनि त्यो नागरिकता नम्बर निकालेर अनि के अरे मेरो नागरिकता बनाइदिनु। अरूलाई पनि त्यस्तै भन्छ, मेरो वरिपरि छरछिमेकी पनि त्यस्तै छ, म जस्तै दुखी। उनीहरूलाई मैले भन्छु, मैले यस्तो गरेर मैले नागरिकता बनाए, तिमीहरूले पनि भन्नुपर्छ, डराउनु हुन्न भनेर मैले भन्छु तिनीहरूलाई। मानसिक तनावको लागि त्यसको तालिम मैले पाएँ। त्यहाँ गएर मैले धेरै कुरा सिकेँ। यस्तो पीडित महिला धेरै हुँदो रहेछ भनेर मैले थाहा पाएँ के। महिलाहरूको लागि के कस्तो गर्नुपर्छ थाहै थिएन होइन। त्यहाँ गएर मैले धेरै कुरा सिकेँ। के अरे घरमा बसेर हुँदैन, यताउता हिँड्यो भने सबै थाहा पाइँदो रहेछ भने मैले थाहा पाएँ के। बोल्नुपर्छ भन्ने आफ्नो मनमा सोच आयो के। घर गएर म पनि अब मेरो छरछिमेकीमा पनि त त्यस्तै छ नि हिंसा होइन, उनीहरूलाई पनि म सुनाउँछु। घरमा बसेर भने आफूले आफ्नो मनमा लागेको कुरा भन्नुपर्छ, यताउता बुझ्नुपर्छ। छोरीको अब उमेर पुगेपछि त नागरिकता बनाउनु पर्यो। नागरिकता बनाउँदाखेरि पनि माग्दा दिँदै नदिने। अनि मैले भने आमाको नागरिकताबाट पनि त बन्छ नि भनेर मैले भने के। होइन दिदी, के अरे तपाईँको श्रीमान त बाहिर त गएको छैन, नेपालमै छ, जसरी भए पनि यहीँ नेपालमा छ, उसकै के अरे नागरिकता ल्याएर छोरीको नागरिकता बनाउनु पर्छ भनेर भन्नुभयो के। फेरि घरमा सासु ससुरालाई मैले भने उसको बुवाको नागरिकता जसरी भए पनि ल्याउनुपर्छ। ल्याएन भने म सिधै त्यहाँ के अरे चौकीमा जान्छु, प्रहरी चौकीमा, त्यहाँ म भन्छु जे गर्नुहुन्छ उनीहरूले गर्छ भनेर मैले भने के। उहाँले अनि ससुरालाई पठाउनु भयो सासूले। अनि अर्को दिन गएर त्यहाँ गएर भनिदिनु भयो रहेछ कि यस्तो भने बुहारीले, अनि दियो नागरिकता। आज आयो, भोलिपल्ट मैले गएर अनि बसन्तपुरमा नागरिकता बनाइदिएँ छोरीको। अनि नानी त्यहाँ काम पायो के अरे लघुवित्तमा। त्यो समूहबाट तपाईँको लागि बाख्रा पालन छ, बाख्रा पालन गर्नुहुन्छ भनेर सोध्नु भयो क्या। अनि बाख्रा पालन गऱ्यो भने आफ्नो घर व्यवहार चलाउनलाई, नानीलाई पढाउनलाई हुन्छ भनेर ल म बाख्रा पालन नै गर्छु भनेर मैले भने। उहाँले दिनुभयो। अब वर्षमा त्यही भएर अनि 3-4 वटा बेच्छु होइन। त्यही 3-4 वटा बेचेपछि त 50-60 हजारको वर्ष दिनलाई खाना त्यही पुग्छ। घर व्यवहार चलाउनलाई, लत्ता कपडाहरू किन्नलाई सबै त्यही पैसाले पुग्छ यही बाख्रा पालनको लागि, पालनबाट। हिंसा सहेर बस्यो भने आफूलाई दुःख हुँदो रहेछ कि। लुकाएर बस्यो भने अरूले कसले थाहा पाउँछ र यसको यो दुःख छ भनेर। के अरे आँट गरेर आफूले अगाडि बढ्नु पर्यो, आफूले बोल्नु पर्दो रहेछ के। अब म त सहन सक्दिनँ। तिनीहरूले भने त्यसको म प्रश्नको जवाब म दिइहाल्छु अहिले त।